Hello. अति सुन्दर राली ग्रास धबक्क फुलेको यस तारा पानीमा रहेको राली ग्रासले मनै आनन्द हुने हाम्रो देशको राष्ट्रिय फुल लाली ग्रास जताजतै फुलेको धपक्क भएको लाली ग्रास अति लोभ लाग्दो र आज चाहिँ मौसम त्यति सफा भएन नत्र राम्रो हिमाल देख्ने हो। यहाँबाट देखिने माछापुत्री गङ्गापूर्णा अन्नपूर्ण सावर हो, तर आज चाहिँ अलि मौसमले साथ दिएन। हाम्रो मन कुमारी दिदीको होटल हो यो चाहिँ। यसमा अति सुन्दर छ, बस्नलाई राम्रो, खाना बस्नलाई अति सुन्दर छ। अब हाम्रो दिदी गुड मर्निङ भाइ। गुड मर्निङ दिदी, पूजा गर्दै हुनुहुन्छ हाम्रो दिदी। हजुर, डाइनिङ अति सुन्दर छ हाम्रो दिदीको यहाँ। ल यसमा बस्नलाई आनन्दसँग र आगो ताप्नलाई पुरा सुविस्ता छ। गुड मर्निङ। हजुर बल्ल उठ्यो। अब ब्रेकफास्टको लागि तयारी होइन त? अब ल ल एकदम भलाइ छ। हाम्रो चाहिँ धेरै लामो समयदेखिको हो। हाम्रो पुरानो मान्छे हो नि, पुरानो हो। म चाहिँ मेरो जहिले आए कि यही हो मेरो बस्ने ठाउँ। हाम्रो रत्न दाई अब म जति बेला म सुरुप लिएर आएँ म यही हो। 30 वर्षदेखि अगाडिको पुरानो हौँ हामीहरू। एकदम म चाहिँ जति बेला सिजनमा आयो म चाहिँ यस ठाउँमा म आएर बस्नु हो। मैले चाहिँ आफ्नो गेस्टहरू लिएर आउँदा मैले यहाँ रिकमेन्ड गर्छु, बस्छु। र विभिन्न ठाउँ पदमार्ग जानलाई यहाँ छ म्यापहरू। प्रत्येक होटलले यस्तो चाहिँ व्यवस्था गरेको छ पर्यटकहरूलाई सुविस्ता होस् भनेर। र अहिले हामी चाहिँ तारा पानीमा छौँ र आज हाम्रो जाने प्लान खोरीपानी।